मानव अधिकार वर्ष पुस्तकको बारेमा पनि जानकारी गराउने उद्देश्यले जयकिनजी यो कार्यक्रम राख्नु भएको छ। यसमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। र मुख्य कुरा चाहिँ जता जति घुमाए पनि कुरा चाहिँ अहिले मानव अधिकारकै कुरा हो। हुन त अहिले पशुहरूका अधिकारमा त हामी यति संवेदनशील छौँ, त्यसैले मानव अधिकारको कुरामा त हामी संवेदनशील नहुने कुरै भएन। र इन्सेक लगायत विभिन्न संस्थाहरूले नेपालमा मानव अधिकारको अवस्था के छ, यो कसरी चलेको छ भने वर्षभरि एकदम सक्रिय रूपमा रहेर तर साइलेन्ट रूपमा कसैले थाहा लगाउने गरी उल्लङ्घन घटनाहरूलाई उहाँले चाहिँ हेरिराख्नु भएको छ। र यो तयार भएपछि उहाँले राष्ट्रपतिलाई पनि बुझाउनुहुन्छ, त्यहाँ एक कपी प्रधानमन्त्रीलाई बुझाउनुहुन्छ, मानव अधिकार आयोगमा बुझाउनुहुन्छ। यसले समाजमा घटेका घटनाहरू दुर्व्यसनका मात्रै कुरा छैनन्, मानवमाथि भएका जुनसुकै प्रकारका पनि अमानवीय व्यवहारको बारेमा अभिलेखीकरण गर्ने काम गरेको छ। यो कार्यको लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु। देउसी खेल्नलाई निक्लिएको मान्छे अहिलेसम्म बेपत्ता पाण्डे उहाँको कुरा गर्नुभएको होला। उहाँको आउनु साथ हामीले सर्कुलेट गऱ्यौँ। उहाँहरूले जे इन्फर्मेसन दिनुहुन्छ हामीले पनि बुझेका छौँ। कहिले शङ्खसभा भयो, कहिले विराटनगर भयो, कहिले भोजपुर भयो। हामीले पनि त्यहाँबाट इन्फर्मेसन पत्र पुलिस पठाउने बुझ्ने काम हामीले गरेकै छौँ। अस्ति एकजना भर्खर उहाँको आमा र एकजना भाइ आउनुभएको, दाइ को आउनुभएको थियो, मेरो अफिसमा आउनुभएको थियो। र उहाँलाई देख्ने चाहिँ एउटा हेटौँडा पुलेखानीमा डेम साइड भन्ने होटल छ, त्यहाँ एकजना के नाम मैले नोट त गरेको थिएँ अर्को डायरीमा होला, उहाँले चाहिँ देख्नु भएको थियो अनि विराटनगरमा भन्ने कुरा हो। अब हामीलाई त त्यति भयो पुग्यो र मैले यहाँबाट प्रहरी मार्फत डेम साइड होटेलमा कन्ट्याक्ट गरेँ। उहाँको साउदाले भने मैले लाइभ सुनाइदिएको छु उहाँलाई फोनमा मैले उहाँ कुरा गरिदिइसकेपछि यो नाम गरेको मैले फोटोसहित उहाँलाई पठाइदिएँ जुन उहाँको साउजीले भन्यो यो महिला त हामी कहाँ आउनु हुन थियो भने। र मलाई के सुनेको थिएँ भनेको जो भाइले भन्नुभएको थियो कि त्यो सिस्टर चाहिँ म त्यो ड्याम साइड होटेलमा बस्दाखेरि चाहिँ त्यो उसको ग्राहकहरू उहाँ सिस्टर चाहिँ लगिदिनुहुन्थ्यो, त्यो होटलमै काम गर्नुहुन्थ्यो भन्ने कुरा बुझाएको थियो। र त्यतिसम्म पनि हामीले बुझ्थ्यौँ। जस आएका इन्फर्मेसन कुन लेभलबाट चाहिँ कसरी हुन्छ, जति न्यूनीकरण गर्न खोज्यो त्यति बढिरहेको अवस्था जस्तो छ क्या यहाँ चाहिँ। त्यो कारणले गर्दाखेरि यो खाना लाउन बस्न मात्रै नभएर यताखेरि बालबालिकाहरू यसरी अपहरण हुने, अझ विशेष गरी चेली छोरी 15 वर्ष मुनिका 15 वर्षसम्मका नानीहरू चाहिँ यसरी बलात्कार हुने होइन, हराउने। हाम्रै यहीँ इनरवा बला 5 पनि एकजना नानी पाण्डे बहिनी हराइ नै रहेकी छिन् अहिलेसम्म। अब यो चुनौतीपूर्ण त एकदम चुनौतीपूर्ण छ, तर अब हामी सबैजना अलिकति सचेत भएर सबैजना सहकार्य गरेर यस्ता घटना आगामी दिनहरूमा हुन नदिनको लागि सबैजनाले अलिकति निगरानी गर्नुपर्छ भन्न चाहन्छु। सरकार महिनामा नगरपालिका 7 को कार्यपालिका सदस्य अब जुन यो बालबालिकाको कुरा उठिरहेको छ नि सर, त्यसको लागि त जति झन् यो गर्छ नि त्यति नै झन् बढी नै भइहाल्छ। अब बालविवाह पनि रोकेको छ, अब बालविवाह पनि नउमेर पुगेर पनि बालविवाह भइरहेको छ। अनि के अरे त्यो केटाकेटीहरू उमेर नपुगेसम्म 16 वर्ष 17 वर्षमा जान्छ। अब आमा बुवाले पनि राख्न भन्न गाह्रो भन्ने कुरो अब थाहा नै हुँदैन हामीलाई होइन। अब यी खोलामा एकजना हराएको रही तिहारमा देउसी खेल्न निस्केको नानी भनिखेर निस्केको नानी अहिलेसम्म खेला पार्न सकेको छैन। अनि यस्तो गाह्रो भइरहेको छ कि हामीले आफू पनि सतर्क रहनुपर्ने हो, हुनुपर्ने भएको छ होइन। अब यति भन्दै मलाई बिर्सँदै भुल्नुहुन्छ। अब यो मानव अधिकार भन्नाले चाहिँ घरिघरि घर बचाइरहनुपर्छ सुरक्षा निकायहरूलाई पनि होइन। अहिले चाहिँ अब जेएनजी आन्दोलनले गर्दा एउटा त्यो काण्डले गर्दा मनमा डर भइरहेको छ होइन। तीमाथि पनि अलिकति अब बाहिर निस्किँदा के हुन्छ कसो हुन्छ। हामी त जेएनजी हो, हामी त 6 नम्बर वार्डमा आगो लाग्दै गर्दा हामी अलिक बढी त्रासितै भएका छौँ। र हाम्रो माननीय हिमाचलीको घर आजको वडा अध्यक्षको घर आजको त्यो हुँदाखेरि हामीलाई सुरक्षाको चाहिँ एकदमै अहिलेसम्म भोगेको कुरा चाहिँ सशस्त्र द्वन्द्वभन्दा पनि बढी
यो जेनजी आन्दोलनले चाहिँ प्रभावित पारेको छ। अब सुरक्षा दिन सक्नु भएन भन्नु मिल्दैन। हामीले उहाँहरूको आफ्नै त ग्यारेन्टी थिएन हामीलाई सुरक्षा दिन सक्नु, तर हाम्रो देशको नीति नै यस्तो छ। तल्लो स्तरमा अहिले पनि बालबच्चा महिलाहरूलाई लागु दुर्व्यसनमा एकदमै फसाउने अथवा त्यसको पार गराउने विशेष यो मानव अधिकारको कुराहरूलाई लिएर चाहिँ हामीले जिल्लामा नगरपालिकामा भन्दा पनि वार्डमा मात्रै नभएर टोल बस्तीमा पनि यो कुराहरूलाई चाहिँ अलिकति प्रचार प्रसार चाहिँ कसरी गर्न सकिन्छ। हाम्रो न्याय समिति संयोजक र प्रहरी प्रमुखमा चाहिँ म यो कुरा अनुरोध राख्दै मेरो भनाइ यहीँ अन्त्य। नमस्कार। धन्यवाद इन्साइटलाई हामीलाई जुन अवसर जुटाइदियो यसरी कुरा राख्ने र यहाँको कुरा सुन्ने रन गर्ने अधिकार हो। त्यो हामीले सकेसम्म हामीसँग स्रोत साधन जनशक्ति भयङ्कर हामीले गरेकै छौँ। र अघि भन्नुभयो अस्ति जेनजी आन्दोलनमा हामी त सुरक्षित भएन, सुरक्षाकर्मी कहाँ भाग्यो हौ नेपालतिर त भागेको पनि भन्नु मिल्दैन, ब्याकअप भएको हो। अब तपाईँहरू अघिल्लो दिन सुन्नुभयो 19 जना मृत्यु भयो होइन। त्यस पछाडि भोलि अलावा थप धनधनको क्षति नहोस्, उहाँहरू पनि अब आक्रामक शैलीमा आइरहनु भएको छ। अब पुलिस पनि आक्रामक शैलीमा जाने भने थप धनधनको क्षति हुने नि हो। त्यो थप धनधनको क्षति नहोस् भनेर पुलिस ब्याक मात्रै भएको हो, पुलिस त्यसरी भागेको होइन। त्यसलाई त्यसरी बुझिदिनु होला। र जुन बालबालिका हराएका कुराहरू आएको छन् होइन, लागु अवस्थाका कुराहरू आएका छन्, यी कुराहरूमा चाहिँ अलिकति हामीले समाजमा ल्याक अफ नलेज, हामीलाई अहिले ज्ञानको अभाव होइन, अलिकति हामीले यहाँहरू र हामी मिलेर एउटा जनचेतनामूलक कार्यक्रम गऱ्यौँ भने अलिकति केही सहज हुन्छ कि भन्ने मलाई लाग्छ। लागु अवस्था नियन्त्रण, अब मानव अधिकार, यो मानव बेचबिखन, बालबालिका हराएका हामी प्रयासरत नै छौँ। हामीसँग जति लिमिटेसन स्रोत साधन छ होइन, जस्तै यहाँहरूले देख्नुभयो, एउटा उदाहरण दिन्छु है तपाईँलाई। जस्तै यहाँनिर 23-24 गते गाडीहरू तोडफोड गऱ्यो, आगजनी भयो, त्यतिखेर मैले खटेको थिएँ, मलाई नै घाइते भएको थिएँ। म लगभग 1 महिना जति खुट्टामा ब्यान्डेज बाँधेर बसेको मान्छे। र त्यसका 3-4 दिन पछाडि एउटा एक्सिडेन्ट भयो, कहाँ भन्दाखेरि चिरोलीमा। र त्यहाँ सबै मान्छेले के भन्नुभयो भन्दाखेरि ए दमकल बोलाऊ, जेसिबी बोलाऊ, त्यो बोलाऊ भन्नुहुन्छ। मैले उहाँहरूलाई के भने भन्दाखेरि तपाईँले हिजो चाहिँ नगरपालिकामा गएर जेसिबी र दमकल आगो लगाउनु भएको छ, अहिले चाहिँ तपाईँ बोलाउनुहुन्छ भनेर मैले एन्सर दिएँ। भन्नुको मतलब उहाँहरूलाई त्यतिसम्म पनि अलिकति के छ भने नलेज नभएकै होला, ल्याक अफ नलेजै होला जस्तो लाग्छ। जस्तै कि भोलि के पर्छ, जस नगरपालिकाका प्रोपर्टी त हामीले युज गर्ने हो नि त। जस्तै प्रहरीसँग भएका भ्यानहरू प्रहरी मात्र युज गरेर घर लिएर जाने त होइन नि। भोलि तपाईँका घरमा घटना घट्छ होइन, त्यहाँ प्रहरी पुग्ने हो, त्यही गाडी लिएर जाने हो, छिटोभन्दा छिटो जाने हो होइन। यस्ता कुराहरूमा चाहिँ अलिकति हामीसँग गाउँ समाजमा अलि ज्ञानको अभाव छ होइन। यी कुराहरू मात्रै नभएर सामाजिक अपराधहरू लागु छ होइन, जुवातास, अब घरेलु हिंसा, आत्महत्या, यस्ता विविध छन् कार्यक्रमहरू। त्यस्ता कार्यक्रमहरू तपाईँ र हामी मिलेर गर्दाखेरि अलिकति समाजमा न्यूनीकरण हुन्छ कि भन्ने मलाई लाग्छ। हवस् त, धन्यवाद है। कसैले कोही न कोहीले गर्नै पर्छ समाजमा। अरूले गर्छ भन्दा पनि म आफूले के गर्दैछु भन्ने कुरालाई ध्यान दिनुपर्छ। हामीले यो गोष्ठी समीक्षा बैठक गर्न मात्रै पुग्दैन, हामी वास्तवमा ती कुराहरूको पालना आफै गरिरहेका छौँ कि छैनौँ। कसरी हामीले मानव अधिकार उल्लङ्घनलाई रोक्ने मात्र होइन, हामी आफैबाट ती घटनाहरू भएका छन् कि छैनन् यसतर्फ सबै नागरिक सचेत हुने भने मानव अधिकारको घटनाहरू, उल्लङ्घनको घटनाहरू कम हुन्छ। र मानव अधिकार भन्ने कुरामा चाहिँ सबै कुराहरू आउँछ। मान्छेको जन्मन पाउने अधिकारदेखि लिएर मृत्यु वरण प्रस्ताव गरिने दाह संस्कारका कुराहरू पनि मानव अधिकार क्षेत्रमा पर्छन्। यसको क्षेत्र बहुत ठुलो छ, यो क्षेत्रमा बसेर काम गर्न अत्यन्त गाह्रो छ। र अहिले मुलुक विषम परिस्थितिमा छ, जटिल परिस्थितिमा छ। हामी दिन प्रतिदिन प्रविधि मैत्री हुँदै गइरहेका छौँ, प्रविधि अगाडि बढेको छ र प्रविधिसँग हामी पछ्याउन सकिरहेका छैनौँ। जसले गर्दा हामी पुरानो प्रविधि प्रयोग गर्दै आएका मान्छेहरूले नयाँ प्रविधि बुझ्न नसकेर र नयाँ युवाहरूको भावना बुझ्न नसकेर पनि धेरै दुर्घटनाहरू घटेका छन्। जसको ज्वलन्त उदाहरण जेनजी उमेर समूहका भाइ बहिनीहरूले सामान्य कुरालाई लिएर देशमा सुशासन भएन, बेथिति भयो भन्ने कुरालाई लिएर आन्दोलन गर्नुभएको थियो। त्यो बिचमा
भाद्र 23 गते जुन घटना भयो त्यसले एउटा अबोध बालबालिकाहरूलाई चाहिँ टाउकोमा छातीमा गोली हानेको कारणले 24 गते देशभरि ठुलो विध्वंसक रूपमा त्यो आन्दोलनले रूप लियो र हामीले जेन्जी आन्दोलन त्यसै आएको होइन। सबै तपाईँ हामीले आन्दोलन गर्नुपर्ने परिस्थिति छ र त्यस्तो अवस्थामा जुन तोडफोड हत्या चोरी लुटपाट त्यस बाहनामा गरेर चाहिँ कानुनी दायरामा ल्याउनुपर्छ, उनीहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ र मानव अधिकार चाहिँ राज्य पक्षले पनि उल्लङ्घन गर्न पाउँदैन र अन्य पक्षले कुनै बाहनामा पनि मानव अधिकार उल्लङ्घन गर्न हुँदैन भन्ने मूल सन्देशका साथ तपाईँहरू कार्यक्रम सफल होस् यही शुभकामना दिँदै बिदा दिन चाहन्छु। धन्यवाद। जय नेपाल। नमस्कार। नेपाल लिपिबद्ध गरेर पठाउने बाचासहित यो कार्यक्रमलाई आफ्नो सुझावसहित समापनका लागि यस कार्यक्रमका अध्यक्ष थान जिल्ला कार्य सम्पादन समितिका सल्लाहकार सत्यनारायण खरेललाई अनुरोध गर्छु। म पनि बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते। यस कार्यक्रममा आदरणीय यस नगरपालिकाका प्रमुखज्यू मानव अधिकार क्षेत्रमा काम गर्ने सम्पूर्ण साथीहरू, सहभागी मित्रहरू र कार्यालयका कर्मचारी मित्रहरू